माई डिफेन्स मैले पनि ब्याचलर पढ्दै गर्दा 3 वर्षमा सिकेको कुराहरू तपाईँलाई 1 मिनटभित्र राख्नेछु। लाइफमा यो 3टा कुरा चाहिँ अनिवार्य नेसेसरी नै छ। यदि तपाईँले आफ्नो लाइफमा फलो गर्नुभयो भनेपछि तपाईँ एक लेभलबाट अर्को लेभलमा जान सक्नुहुनेछ। नम्बर 1, तपाईँको लाइफ तपाईँको न प्यारेन्ट्स न टिचर न यो देशको सरकारले बनाउने होइन, स्वयं तपाईँ आफैले बनाउने हो। आफै लड्ने हो, आफै अगाडि बढ्ने हो, आफै ठक्कर खाने हो। सबै कुराहरू त्यो पार्टबाट सिक्दै अगाडि बढ्ने हो। नम्बर 2, तपाईँको सङ्गत अनुसार तपाईँ कस्तो मान्छेसँग साथ गर्दै हुनुहुन्छ। तपाईँ कुलतमा फसेको मान्छेसँग साथ गर्दै हुनुहुन्छ, तपाईँ डे टु डे या मोटिभेट गरेर इन्सपायर गरेर तपाईँभन्दा आफ्नो आइडिया लिने मान्छेसँग सङ्गत गर्नुहुन्छ, त्यसले डिटरमाइन गर्छ तपाईँलाई अगाडि बढ्नको लागि। नम्बर 3, तपाईँले अहिलेको टाइममा तपाईँसँग नलेज मात्रै छ, स्किलमा फोकस छैन, स्किल सिक्नु भएको छैन भनेपछि तपाईँ हुनसक्छ तपाईँको डिग्रीले जागिर दिन सक्छ, तर स्किलले तपाईँलाई स्वतन्त्रता दिन सक्छ। तपाईँले चाहेको समयमा तपाईँले आफ्नो काम गरेर आफ्नो अचिभमेन्ट प्राप्त गरेर अगाडि बढ्नको लागि धेरैवटा अप्सनहरू पाउन सक्नुहुन्छ, धेरैवटा प्लेटफर्ममा काम गर्न एउटा सुन्दर अपर्च्युनिटी पाउन सक्नुहुन्छ। यो 3टा कुरा त तपाईँको लाइफ धेरै बेटर हुनेछ, तर एक्सन ओरिएन्टेड काम पनि गर्नुपर्ने